Hello everyone, welcome to my mini vlog again. म चाहिँ आज बिहानै टिम हर्टनमा कफी पिउन आएँ र मैले चाहिँ अमेरिकानो र ओरिजिनल ब्रेकफास्ट र्याप मगाएको छु। कफी लिने क्रममा मैले चाहिँ मेरो साथी भेटेँ, उसको नाम चाहिँ सेरा हो। यता चाहिँ बिहानको 11:30 बजेसम्म 1 पाउन्डमै ब्रेकफास्ट आउँछ, त्यसैले म यतै आएर हुन्छु बिहानको सिफ्ट हुँदाखेरि। आज मेरो बार एकदमै बिजी हुनेवाला छ किनभने आज फुटबल म्याच छ लोकल टिमहरूको। मैले चाहिँ 3वटा कफीको अर्डर पाइसकेँ, एउटा क्लिप्सो, अमेरिकानो र फ्ल्याट वाइट। मलाई चाहिँ पर्सनली अमेरिकानो मनपर्छ किनभने त्यो चाहिँ कडा हुन्छ र बिहान बिहान खाँदाखेरि त्यसले निन्द्रै उडाइदिन्छ। मेरो बार चाहिँ आज एकदमै बिजी छ र अहिलेको तत्कालको अवस्था यस्तो छ। आज चाहिँ काम गर्न एकदमै मजा आउँछ जस्तो छ। अब हेर्दै जाऊँ के हुँदो रहेछ बिस्तारै। मलाई चाहिँ बार बिजी भएन भने काम गर्न मजै आउँदैन किनभने टाइम पास गर्ने गाह्रो हुन्छ। जबकि बार बिजी भयो भने टाइम बितेको थाहा पनि हुँदैन र एकैछिनमा छुट्टी भएको जस्तो हुन्छ। र म चाहिँ अहिले एक्सप्रेसो मार्टिनी बनाउँदैछु। एस्प्रेसो मार्टिनी पछि चाहिँ अर्को अर्डर फ्रेन्च मार्टिनी आयो र म त्यो बनाउनुतिर लाग्दैछु। मेरो कस्टमरलाई चाहिँ मैले बनाएको फ्रेन्च मार्टिनी मन परेछ र फेरि अर्डर गर्न आयो। मेरो साथीहरू पनि आज एकदमै बिजी थियो, यताउता दौडिरहेको थियो। कहिलेकाहीँ मेरो साथीहरू एकदमै बिजी भएको बेला चाहिँ म पनि अगाडि गएर हेल्प गरिदिरहेको हुन्छु। सुरुमा काम गर्ने बेला चाहिँ मलाई यिनीहरूको भाषा एकदमै गाह्रो लाग्थ्यो। कडा मेहनतपछि चाहिँ म एकैछिन खाजा खान गएँ बाहिर। यताको बर्गरहरू चाहिँ एकदमै मिठो हुन्छ, तर मैले चाहिँ आज नाचोस ट्राई गरेँ। नाचोस चाहिँ मलाई खासै मन परेन यताको। यसरी नै मेरो आजको सिफ्ट सक्यो र म चाहिँ लागेँ घरको ग्रोसरी किन्न। म चाहिँ खासमा अलिअलि सामान किन्छु भनेर आएको हुन्छु ग्रोसरिजमा, तर लास्टमा चाहिँ मैले के किन्छु मलाई नै थाहा हुँदैन। यस्तै भइरह्यो भने चाहिँ म छिटै कङ्गाल हुनेवाला छु। मलाई चाहिँ यताको सिटाके भन्ने मसरुम चाहिँ एकदमै मनपर्छ, एकदमै जुसी र मिटी हुन्छ। त्यही भएर म यता आएको बेला चाहिँ त्यो छुट्याउँदिनँ। प्राउन ककटेल त झन् छुट्याउनै भएन, पापै लाग्छ। यसरी नै मैले सबै कुराहरू राम्रोसँग स्क्यान गरेँ, क्लब कार्ड युज गरेँ र मैले पैसा तिरेँ। क्लब कार्ड भनेको चाहिँ एउटा मेम्बरसिप कार्ड जस्तो हो, जसमा चाहिँ तपाईँले आफ्नो ग्रोसरिज आइटमहरूमा चाहिँ एकदमै हेभी डिस्काउन्ट पाउन सक्नुहुन्छ। यहाँबाट चाहिँ म सिधै घर गएर खानासाना बनाएर खाएँ। यसरी नै मेरो आजको दिन सक्यो। थ्याङ्क यू फर वाचिङ माई भ्लग। जय नेपाल।